यता चाहिँ अलैँची टुन्ने रहेछ। अब कहाँबाट जाने हेर्नुहोस् त, यस्तो अलैँची छ होइन। खेती गर्नुपर्छ गाइस, गर्नुपर्छ। तेरि गाउँघर पुऱ्याउने घुमेर हाल्नुपर्छ जे होस्। हेर्न सक्नुहुन्छ गाइस, यसरी हिँड्नु परिरहेछ। यहाँ चाहिँ अलैँची बारे एकदम खतरा छ क्या। पहिले सुरुबाट लगाउनु भएको कि हेर्नुहोस् टुसा पलाएको रहेछ नि, हेर्नु सक्नुहुन्छ। एकदम राम्रो उठ, एकदम राम्रो। यहाँ चाहिँ पहिला के थियो भने, यहाँ चाहिँ पहिला हामी मकै पिसाउन आउँथ्यौँ क्या, पिरो पिसाउन आउँथ्यौँ। मकै गहुँ पिसाउन आउँथ्यौँ। यहाँ चाहिँ एउटा घट्ट थियो क्या, पानी घट्ट थियो। पानी घट्टाहरू खतरा चल्थ्यो पहिला। हामी माथि धेरै टाढोदेखि यहाँ पिसाउन आउँथ्यौँ। त्यही हो जे होस्, फाइनली यहाँसम्म आयौँ। अहिले यहाँसम्म चाहिँ आइपुग्यौँ। हेर्न सक्नुहुन्छ खोलो। अब थोरै छ जानलाई होइन। त्यही हो गाइस, अब थोरै छ जानलाई। हेर्न सक्नुहुन्छ सानो कुलो यस्तो छ पानी पनि। फेरि बिसाउँछ हेर्नुहोस् त गाइस, हेर्नुहोस् त यहाँ। अब कसरी जानु म, जुत्ता लागुमा चाहिँ कसरी जानु हो। यहाँ टिक्ने होला सट्ट पल्टिँदा खैट यहाँबाट त निस्के गाइस। अब पहिला हेरौँ कस्तो हुँदो रहेछ। बिहानै आइदिनु भएछ गएर। हाम्रो हजुरआमाहरू बिहानै आइदिनु भएछ क्या पानी छारालाई। बिहानै बोलाउनु हुन्थ्यो तर हल्का ढिलो भयो कि मेरो चाहिँ। अब त्यही भएर हेर्न सक्नुहुन्छ यसो तल हेर्नुहोस् तल हेर्नुहोस्। त्यस्तो बाटोमा यस्तै घर गराउनु परेको छ। यति दुःख गाइस होला चलिरहने जुस। त्यही हो धेरै टाढो चाहिँ आइपुग्यो अहिले। अहिले चाहिँ यहाँ कुलोमा यहाँ थोत्रो छ, यस्तो सानो कुलो छ गाइसहरू हेर्न सक्नुहुन्छ। सानो कुलो छ उता यता तल पनि हेर्न सक्नुहुन्छ। तल पनि छ एकदम गर्न सक्यो भने यहाँ चल्दैन। त्यही हो यता फर्कायो हेर्न सक्नुहुन्छ। यता पनि राम्रो छ, थोत्रो छ। पानी चाहिँ सानो रहेछ नि त, कोही बेला चारि सकिने गाह्रो छ। अलैँची यता पनि लगाउनु भएको रहेछ। फाइनली गाइस हामी चाहिँ आइपुग्यौँ हाम्रो अलैँची खेतीमा। हेर्न सक्नुहुन्छ यो पनि हाम्रो हो, यो पनि हाम्रो। यो आन्टीहरू चाहिँ तल हुनुहुन्छ। त्यही हेर्नुहोस् आन्टीहरू धेरै हुनुहुन्छ तल चाहिँ। त्यही हो तल बस्नु भएको छ। यो चाहिँ हाम्रो, यो पनि हाम्रो हो। त्यही हो गाइस। यता पनि हेर्न सक्नुहुन्छ। एकदम रमाइलो छ गाउँको, एकदम रमाइलो छ। फेरि तलबाट चार लाग्नु बाहिर यो। त्यही हो लगाएर हेर्न सक्नुहुन्छ गाइसहरू। हल्लो गाइसहरू हेर्न सक्नुहुन्छ एकदम राम्रो भइरहेको छ। कस्तो खेत पनि जाने पानी चार्दै हुँदो रहेछ। त्यही हो उता चाहिँ अन्ती हुन्छ। हाम्रो कोही बेलासम्म चारै भनेको होइन। अहिले चाहिँ
यहाँ आइपुगेका छौँ अन्ति भेटिनु भयो त्यही हो भाग्य नि भयो हेर्न सक्नुहुन्छ अन्टीहरूसँग पनि भेटियो मेरो उसमा फाल्दियो क्या कलर भिजनमा कलर भिजनमा पनि हुन्छ त एउटा थोगो कलर गरेर अनि 2 नम्बर यस्तो लेखा हुन्छ त्यहाँमा फालिदियो नाम त निक्लिएको थियो खै भाइ ढोग्रौँ यहाँ चाहिँ हाम्रो भाइ हुनुहुन्छ हेर्न सक्नुहुन्छ आयो भनिदिनु भाइ हाम्रो मान्छे ऊ त्यहाँ छ अनि अन्टी चाहिँ हेर्न सक्नुहुन्छ भाइजान भयो हजुर हजुर हुन्छ हेलो गाइस अहिले चाहिँ हामी पानी उमला खाँदैछौँ
अगाडिको क्यामेरा छैन र दा अगाडिको क्यामेरा खासै राम्रो लगाउँदैन क्या हौ पानी कति भयो पानी पानी उम्ला त खासमा पानीमा हुँदैन यहाँ किन छन् त पानी अम्ला होइन क्या यो अम्ला हो अम्ला पानी उम्ला त अर्को हुन्छ यही हो हेर्ने नौखेल क्या त्यस्तरी आफ्नो हुँदो रहेछ नि तपाईँको बाजा हेर्दै कति खाला हेलो गाइस अहिले चाहिँ म घर फर्किनु आएको हैन जाने बेला चाहिँ उता पारबाट गएको थिएँ उसी ठ्याक्क पारबाट आएको थिएँ अहिले जाने बेला चाहिँ यो बाटो गइरहेको छु अब चाहिँ म घर भक्क हिँड्न लाग्यो तल हजुरआमाको घरमा आएको थिएँ हैन त्यही हो जस अब लगभग 2-3 घन्टा लाग्छ होला उकालो त धेरै छ अघि न ओह्रालामभरि 1 घन्टामा आइपुगेको थिएँ त्यही हो हजुरहरू पनि